हेलो गुड मर्निङ गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन र म चाहिँ अब भ्लग स्टार्ट गरिसकेको छु आजको यता चाहिँ अलिक घामले गर्दा चाहिँ आँखा अलिक उयो हुँदो रहेछ त्यही भएर यसरी बनाउँदैछु होइन र गाइज म चाहिँ अब ड्युटी लागिसकेको छु होइन तपाईँहरूले देखिसकिहाल्नुहुन्छ मलाई हो अब यहाँ चाहिँ ड्युटी चाहिँ अहिले चाहिँ अलिकति बिजी नै छ यो 12 तारिकसम्म हो मेरो 11 तारिक छुट्टी छ हाम्रो चाहिँ अहिले राम्रो सिस्टम बनाएको छ छुट्टी चाहिँ मागिरहनु पर्दैन हो मतलब एक हप्ताको रोस्टर आउँछ हप्तामा सबैजनाको एक हप्तामा एउटा छुट्टी हुन्छ त्यो राम्रो सिस्टम निकालेको छ अहिले चाहिँ यो आँखाबाट अलिक आँसु आएको जस्तो हुँदैछ कसैको सम्झनामा रुको चाहिँ होइन मलाई गलत फेमी चाहिँ नहोस् है कसैलाई ल भन्दै अलिक आज त हेब्बी सुतेछु म पनि हो 10:30 सम्म सुतेछु भर्खर उठेर आएको बेलुका 12 बजी आएर भिडियो एडिट गरेर सुतेको त्यो गाइज र अब ड्युटी गएर चाहिँ काम छ आज ब्याङ्केटमा होला हिजो ब्याङ्केटमा थियो ब्याङ्केटमा जानुपर्छ त्यस्तै चाहिँ गाइस आज चाहिँ फोन रोकेर जान्छु अलिअलि क्लिपहरू देखाउँछु तपाईँलाई के कस्तो हुन्छ गाइस आज लखर गएर पुग्छु तपाईँलाई पुगेर देखाउँछु के हुन्छ अन्त हाम्रो केटाहरू दुईजना अगाडि हिँड्दैछ एकजना पछाडि आउँदैछ हावा चल्दैछ यहाँ चाहिँ दामी आज चाहिँ मजाको हावा वेदर पनि आज सेटिस भइदिइरहेछ क्या चेक होइन वेदर चेक गर्नु सक्नुहुन्छ तपाईँहरूले हो मेरो अर्को साथी चाहिँ नाइट सिफ्टबाट आउँदै होला त्यो बाटोमा भेट्छु होला त्यसलाई होइन त्यही हो राम्रो छ मजै छ हो तर अब यो महिना चाहिँ मलाई कटाउनु गाह्रो हुन्छ जस्तो लाग्दैछ हो यो महिना साह्रो छ एचआरकोमा पनि जानुपर्ने होइन खै अब एचआरले मजाले कन्फर्मै दिएको छैन कहिले चेन्ज गर्नु किचनमा हो त्यही दिएकै छैन कन्फर्म मजाले यतासँग मजाले बात मार्नु भन्ने छ केटाहरू त आएको छ 4 नयाँ हो सर्भिसमा हिमाचलकोहरू हेभी मिल्छ तिनीहरू मसँग हो म छिटो मिल्छु नि त सबैसँग मसँग पुरा मिल्छ अन्त त्यो हिमाचल केटाहरू पनि छ मजा आउँछ तिनीहरूसँग अन्त हिमाचलको ल्याङ्ग्वेज पनि सिकाउँदैछ मलयालम पनि सिक्दैछु अलिअलि हो अलिअलि हल्का सिकिसक्यो अलिअलि त हो त्यही हो कसैले गाली साली दियो भने चाहिँ मलाई पनि आउँछ है थाहा छ क्या गाली चाहिँ नदिँदा हुन्छ मलयालमबाट हो मैले सिकिसकेँ ल्याङ्ग्वेज सिक्दैछु त्यही हो होइन ल्याङ्ग्वेज चाहिँ सिक्नुपर्छ त्यो जग्गामा गएर मान्छेसँग इन्टरेक्ट हुनु सजिलो पर्छ छिटो इन्टरेक्ट हुन्छ नि त अलिकति ल्याङ्ग्वेज चाहिँ आउँछ भने पनि त्यही भएर चाहिँ हल्का ल्याङ्ग्वेज सिक्दैछु हो त्यही भएर चाहिँ यस्तै छ गाइस होइन र केटाहरू हिँड्दैछ मजाले सबैजनाको आफ्टरनुन सिफ्ट हो केटाहरू दुई भाइ इनरुम डाइनिङ हो ऊ आइटीको हो म चाहिँ कहाँ हो मलाई थाहा छैन म चाहिँ कोही बेला हब्बामा हाल्छ कोही बेला ब्याङ्केटमा हाल्छ कोही बेला कहाँ हाल्छ कोही बेला आइटीमा हाल्छ फिक्सै छैन मेरो त्यही हो अलराउन्डर जस्तो कोही बेला आइडी कुदाउँछ हो अलराउन्डरै हो तपाईँहरूको ब्लगर चाहिँ भन्नु है ब्लगर हुन्छ गाइस अहिले भेट्छु तपाईँलाई